सबैलाई सेवा र सर्वप्रथम चाहिँ यहाँ हाम्रो मुख्य माध्यमिक केन्द्रका अध्यक्ष त्यसपछि हाम्रो राम बाबा आगमन दिने स्वागत गरे। यसै गरी हाम्रो याक्थन संस्कृति लेखक अनुसन्धानका त्यसपछि हाम्रो क्रान्ति पक्षहरू लेखक सम्पादक यो चाहिँ मैले अलिकति अहिले यो म्यादी रूपमा चाहिँ कार्यक्रम सञ्चालन गरेको उहाँहरूले विषय चाहिँ आज हामी यो भेला तात्पर्य चाहिँ भर्खरै केही दिन अगाडि सिक्किम लागेको एकदमै प्रतिष्ठित विश्वविद्यालय सिक्किम विश्वविद्यालय जुन चाहिँ यो प्रत्यक्ष रूपमा चाहिँ सङ्घीय राजधानी नयाँ दिल्लीको युजिसी अन्तर्गत चाहिँ केन्द्रीय अनुदान सहयोग र प्राविधिक सहयोग चाहिँ सन् 2003तिर चाहिँ यो स्थापना भयो र त्यस विश्वविद्यालयमा चाहिँ नेपाली विभाग अङ्ग्रेजी विभाग त छँदैन थियो। पछिल्लो समय चाहिँ यो लिम्बू विभाग लेप्चा विभाग र भोटिया विभाग मार्फत चाहिँ यहाँ हाम्रो आफ्नो मातृभाषामै चाहिँ विषयहरू पढाइ भइरहेको छ र यो करिब मलाई लाग्छ 4औं वर्ष लिम्बू भाषा चाहिँ पिएचडी पढाउने पढाइ गर्छ र आजको सन्दर्भमा चाहिँ सिक्किम युनिभर्सिटीको डिग्री तहमा चाहिँ हाम्रो नेपालको एकजना एकदमै प्रतिष्ठित लेखक आइता खजुरज्यूको चाहिँ दाजुको च्याब्रोनको नाली जुन 2070 सालमा आज 11 वर्ष अगाडि चाहिँ विमोचन भएको त्यो किताब चाहिँ अहिले डिग्रीमा पढाइ भइरहेको छ र सम्भवतः यो मलाई लाग्छ पहिलोपटक होला कुनै पनि नेपालको भूगोलको लेखकलाई चाहिँ एउटा एकदमै उच्च स्तरीय सम्मानका साथ प्राविधिक हिसाबले त्यो चाहिँ हामीले अरू बेलामा सुनिराखेको भिजिटिङ प्रोफेसर या गेस्ट लेक्चररकै रूपमा चाहिँ त्यो सम्मानसहित चाहिँ त्यसरी वर्कसपमा तालिममा कार्यक्रममा बोलाएको चाहिँ पहिलोपटक यो चाहिँ सिङ्गो यो याक्थुङलाई चाहिँ लिम्बनको सम्मान भयो याक्थुङ समुदायको लागि लेखक अभियानका ठुलो सम्मान यसको लागि हाम्रो आइतबार हाल्नु परेको अब संक्षेपमा यहाँको त्यो भ्रमण के कस्तो रह्यो अनि त्यो कार्यक्रम तपाईँले एटेन्ड गर्नुहुन्छ के हो अनि त्यो कार्यशालामा या कार्यक्रममा तपाईँले के विषयमा चाहिँ आफ्नो प्रस्तुति त्यो विषयमा धन्यवाद। सहजीकरणको लागि कवि साहित्यकार विभिन्न विषयवस्तुको अभियन्ता धेरै र लगायतमा तासिल अब विषयवस्तु प्रश्न हाम्रो अमित खेमीले पनि पारिसक्यो अनि त्यहाँनिर जुन मलाई निमन्त्रणा भयो त्यो च्याब्रोङको विषय पनि एमए तहमा र त्यसको लागि चाहिँ तपाईँको मूल रिफरेन्सको रूपमा त्यो किताब छ त्यसैको आधारमा यहाँ हामीले सिलेबस बनाएको छौँ। तपाईँ आएर चाहिँ 2 दिने वर्कसप र स्पेसल लेक्चर दिनु पर्यो भनेर उहाँले निमन्त्रणा गर्नुभयो मौखिक रूपमा र चिठी पनि उहाँले चार्ज गर्नुभयो अनि त्यसपछि अब त्यो चाहिँ सबै वर्ष पनि 2025 मार्च 24देखि 26सम्म थियो अनि म पुग्नुपर्ने चाहिँ 24-23 भित्रै पुगिसक्नु पर्ने थियो। म त्यही अनुसार मार्च 23मा पुगेँ अनि 24को कार्यक्रम चाहिँ सेमिनार थियो। त्यो सेमिनार चाहिँ लिम्बू लेप्चा भोटिया उहाँहरूले पनि ठ्याक्कै सर्ट फर्ममा एलएलबी भनेर त्यहाँ भन्नुभयो र त्यो पनि भर्खरै क्वाइन भएको सर्ट फर्ममा। अनि त्यो चाहिँ कस्तो देख्यो भने लोमेन्चोङ जुन सुम छ त्यो ट्रिटी जस्तै ठ्याक्कै कार्यक्रम पनि एलएलबी लेप्चा लिम्बू र भोटिया त्यसरी नै भयो र सबै थरी जातिहरूको चाहिँ आफ्नो एक्सपर्टहरू कल्चरल एक्सपर्टहरू पनि थिए। त्यो मध्ये लिम्बूको तर्फबाट त्यो सेमिनारमा चाहिँ म र त्यहाँ अहिले सिक्किम एकाडेमीका अध्यक्ष प्रेसिडेन्ट एसआर खजुम हुनुहुन्थ्यो। अब त्यतिखेर चाहिँ अब समय 20 मिनट तोकिएको थियो सबैको त्यही नै थियो अनि त्यो उद्घाटनमा चाहिँ नै सिक्किम युनिभर्सिटीको भिसी डाक्टर प्रोफेसर ज्योति प्रकाश
तामाङ हुनुहुन्थ्यो, उहाँ पनि अतिथिको रूपमा हुनुहुन्थ्यो र त्यसै गरी त्यहाँको डिप्युटी स्पिकर राजकुमारी थापा हुनुहुन्थ्यो, लगायत त्यहाँको रेक्टर पनि हुनुहुन्थ्यो र त्यसरी नै त्यो सेमिनार चाहिँ 2 सेसनमा थियो। दोस्रो सेसनमा हाम्रो लिम्बूको बारेमा चाहिँ मैले विशेष गरी त्यो कल्चर अथवा त्यहाँको संस्कार संस्कृति भन्दा पनि हाम्रो लिम्बूको ओरिजिनको बारेमा अथवा उत्पत्ति स्थलको बारेमा र त्यो चाहिँ कम्मर सभ्यता भन्दाखेरि ठिक हुन्छ होला भनेपछि त्यो के कारणले त सभ्यताहरू कसरी विकास हुँदै जान्छ त भन्ने कुराहरू र त्यसैमा त्यसरी चाहिँ नै अब मानव जाति फैलिँदै गएपछि मानव जातिको चाहिँ क्रमशः सन्तान दर सन्तान फैलिँदै गएपछि मानव जातिलाई संस्कार संस्कृति भाषा रीतिथिति चाल चलन सबै चाहिन्छ र बिस्तारै त्यो समयक्रमले विकास निर्माण गर्दै जान्छ। समाजले नै कोही हन्डर ठक्कर खाएर कोही घटना घटेर त्यसरी नै चाहिँ हाम्रो सांस्कृतिक सभ्यता भाषाको चाहिँ उत्पत्ति भाषाको विकास हुँदै जान्छ भन्ने क्रम जोड्दै हाम्रो च्याब्रुङ पनि अहिले लिम्बूको चाहिँ मुख्य सांस्कृतिक धरोहर जीवन्त धरोहर र अहिले लिम्बूको काप्ला अथवा याक्थुङ्गा काप्ला भनेर नै यो च्याब्रुङको पनि अहिले जो अहिले के अरे लिम्बू समाजमा च्याब्रुङको जुन विकास छ त्यसको थोरै हिस्ट्री अथवा उत्पत्ति र त्यो कहाँबाट सुरुवात भयो र बिहेमा कसरी सुरुवात भयो भन्ने कुराहरूको चर्चा भयो र समय थोरै भएकोले धेरै कुरा चर्चा गर्न सकिएन र पहिलो सेसन त्यसरी नै समाप्त भयो र भरे फ्लोर ओपन गरिसकेपछि केही विद्यार्थीहरूबाट त्यहाँ सहभागी विद्यार्थीहरू नै बढी थिए, लिम्बू लेप्चा र भोटिया विद्यार्थीहरू नै बढी थिए र त्यहाँबाट केही सुझाव पनि आयो अथवा प्रश्नहरू पनि आयो। के आयो त भन्दाखेरि यो च्याब्रुङ चाहिँ धार्मिक कुराहरू नै प्रयोग हुन्छ कि हुँदैन, यसो नाच्ने यसो मात्रै हो सांस्कृतिक कुरा मात्रै हो भन्ने प्रश्न आयो। साह्रै राम्रो थियो त्यो प्रश्न। मैले त्यसको बारे पनि आफ्नो जानेको ज्ञान मैले उहाँहरूलाई बताएँ, क्लियरेन्स गरिदिएँ र उहाँ प्रष्ट हुनु भनेर सन्तुष्ट मानेको थिएँ, त्यहाँ उहाँले अभिव्यक्त गर्नुभयो। र त्यसै गरी अर्को प्रश्न चाहिँ के आयो भन्दाखेरि छोरी मान्छेले च्याब्रुङ बनाउनु हुन्छ कि हुँदैन भन्ने एउटा जेनुन प्रश्न आयो क्या। मैले भन्थेँ यत्रो लामो समय काम गर्दा पनि यो कुरा चाहिँ कसैले उठाएको थिएन, यहाँ उठाउनु भयो, यो एकदमै आक्रामक क्वेसन हो भन्थेँ। अनि मैले भन्थेँ मुन्दुममा नाच्ने पात्र पनि भेटिन्छ छोरी मान्छेहरू, तर बनाउने पात्र त भेटिँदैन। तर कुनै मुन्दुममा त्यस्तो छोरी मान्छेले बनाउनु हुँदैन, छोरा मान्छेले मात्र बनाउनु पर्छ भन्ने हाम्रो त्यस्तो कहीँ भेटिँदैन। तर बनाउँदाखेरि चाहिँ अलिकति माग्लुङसिन अथवा गर्भवती महिलाहरूले चाहिँ देख्नुहुन्न, त्यस्तै अब नाइन मिक्सो कसैको मान्छेको आँखी ढाइ उनीहरूले देख्नुहुन्न भन्ने चाहिँ एउटा विश्वास छ। नत्र भने छोरी मान्छेले बनाउनु हुन्न भन्ने चाहिँ छैन अहिलेसम्म भनेपछि उहाँहरू केही क्लियर हुनु। च्याब्रुङ चाहिँ नाच्ने यस्तो संस्कृति मात्रै हो कि यसमा के छ भन्ने कुरा सोध्यो भन्थ्यो नि, त्यसको एन्सर चाहिँ के दिनुभयो नि? अनि त्यो चाहिँ अब हाम्रो दुइटै हो। के छ भन्दाखेरि जस्तै यागेसिङमा जब चाहिँ च्याब्रुङ झुन्डाइन्छ त्यो हाम्रो धार्मिक अनुष्ठान नै हो, प्रयोग भयो। अर्को तुङजुङ्गेरमा चाहिँ राखिन्छ त्यो पनि धार्मिक अनुष्ठानै हो। मैले यही उदाहरणहरू दिएर धार्मिक अनुष्ठानमा पनि प्रयोग गरिन्छ, सार्वजनिक सांस्कृतिक एउटा प्रदर्शनको रूपमा पनि यसलाई प्रयोग गरिन्छ भनेर उहाँलाई प्रष्टता दिए। अब अलिक जनरल प्रश्न, अलिकति किन धेरै सैद्धान्तिक यो चाहिँ अलिकति खुल्दुली पनि हुन्छ। अब लिम्बूमा चाहिँ यहाँ हामीले सरकारी कामकाजको भाषाको माग गर्नेदेखि लिएर यहाँ अनेकौँ गरिरहेको छ उच्च तहमा विश्वविद्यालय तहमा। यहाँ चाहिँ एकदम सकस परिरहेछ प्रायः प्रदेश नम्बर 1 भनौँ या लिम्बू क्षेत्रमा। तर छेउको एउटा सम्भवतः भारतको एउटा
सबैभन्दा हुनु त मणिपुरहरू पनि छन् साना राज्यहरू, तर सिक्किम आफैमा पनि भूगोल हिसाबले ठुलो राज्य होइन। तर त्यहाँ चाहिँ तपाईँको यो केन्द्रीय अनुदानदेखि लिएर प्रादेशिक नीति अन्तर्गत पनि विश्वविद्यालयहरू खडा भइरहेको छ। 4-5वटा विश्वविद्यालय छ सिक्किम युनिभर्सिटीमा। मलाई लाग्छ अनि गत वर्ष नै हामीले गएको थियौँ, उसले ठुलो संरचनाहरू बनिरहेको छ। गान्तोकदेखि सबै अहिले साउथको ग्याङमा सिफ्ट भइरहेको छ। तपाईँले के पाउनुभयो त्यो नेपाल अथवा भारतको समस्या के हो अनि के हिसाबले चाहिँ त्यहाँ अलिक बढी फस्टाइरहेको छ, तपाईँको अनुभव के छ? अब यो चाहिँ कस्तो देखिन्छ भन्दाखेरि त्यही त हाम्रो यहाँ संविधानले मावि तह पढ्न पाउनेसम्म चाहिँ भनेको छ, तर मावि तह आफ्नो मातृभाषा पढ्नलाई राज्यले व्यवस्था गर्नेछ भनेको छैन। पढ्न पाउनेछ भने आफै पढ्नुपर्ने हो कि सरकारले व्यवस्था गरिदिने हो कि कुनै संस्थाले व्यवस्था गर्ने हो कि त्यो प्रश्न छैन हाम्रो संविधान। तर अब त्यहाँ चाहिँ जो सङ्ख्यात्मक हिसाबले अघि भनियो अब थोरै होला, तर गुणात्मक कामहरू चाहिँ त्यहाँ देखिन्छ। उहाँले जे जस्तो स्रोतहरू भेट्नुहुन्छ त्यसलाई सिस्टमेटिक ढङ्गले शैक्षिक संस्थाहरूमा पढाइ भइरहेको छ। अनि भारत सरकारले पनि त्यो सबै कुराहरूलाई सन्तुलन मिलाइरहेको दिन्छ। जस्तै त्यहाँ के बुझ्यो भने डिपार्टमेन्ट अफ लिम्बूमा पनि अरूहरूलाई पनि त्यहाँनिर ठाउँ छ, कोटा छ। लिम्बूको त भइगयो, अनि त्यो अरू जातिहरू पढ्छु भन्दाखेरि चाइनिज होस् या त्यहाँको एसटी सेड्युल कास्ट के भनिएको छ नि छुट्याइ छ, उनीहरूको लागि पनि 2-4वटा कोटा हुँदो रहेछ। यदि त्यहाँ आएनन् भने त्यो त्यत्तिकै जाँदो रहेछ नि, बाँकी चाहिँ लिम्बूको छँदैछ। त्योसम्म सन्तुलन के अब त्योसम्मको त्यहाँ सिक्किम सरकार र भारतीय सरकारले त्यहाँको आदिवासी जनजाति सबै कुराहरू चाहिँ बाँच्नुपर्छ, सबैले चाहिँ समान तरिकाले गर्नुपर्छ भनेर त्यहाँ त्यो देखिन्छ इम्प्र्याक्टिकल। अब हाम्रो नेपालमा चाहिँ यत्रो कराइरहेको छौँ, यत्रो पहिचानको कुराहरू छ, भाषा लिपिको लागि आफ्नो बलबुत्ताले भ्याएसम्म सो जातिहरू होइन सम्बन्धित जातिहरू सबै लागिरहेका छौँ, त्यही पनि यहाँ हुन सकिरहेको छैन। अब यहाँ राज्यको कमजोरी हो कि भन्दाखेरि संस्कृत विद्यालय त छ, फेरि संस्कृत विश्वविद्यालय छ, त्यसमा 13वटा क्याम्पसहरू छन्। सुनिन्छ विद्यार्थीभन्दा चाहिँ लेक्चर चाहिँ प्राध्यापकहरू बढी छन्। यस्तो विडम्बना छ। त्यस कारणले फरक चाहिँ यो अलिकति विभेदकारी हो या त्यो हामी सो जातिभन्दा हामी सो जाति त आफ्नो ढङ्गले लागिरहेका छौँ। त्यसलाई राज्यबाट हुनुपर्ने कुरा चाहिँ हाम्रो नेपालमा भएको छैन। यहाँ अझै यहाँ सशक्त र यहाँ अझै व्यवस्थित हुनुपर्ने धेरै कुराहरू यहाँ चाहिँ हुनुपर्ने सिस्टममा व्यवस्थित हुँदै जानुपर्ने त्यो छैन। फरक त म चाहिँ भन्छु आकाश र धरती बराबरै छ। अब सिक्किमको र यहाँ नेपालको सन्दर्भमा यो भाषा बचाउने कुरा, त्यसलाई संस्थागत इन्स्टिट्युसनलाइजेसन गर्ने कुराहरू आकाश पाताल फरक छ। उहाँहरूको त्यत्रो ठुलो स्रोत व्यक्तिहरू नहोला, तर तैपनि उहाँले जे भेट्नुहुन्छ त्यसलाई चाहिँ नै जानी नजानी पनि सकि नसकिने उहाँहरूले प्रयास गरिराख्नु भएको छ। त्यसैको सन्दर्भमा उहाँले अब बोलाउनु भयो, म गएँ होइन। अनि अब अर्को बताउनु पर्दाखेरि चाहिँ अनि 2 दिन चाहिँ स्पेसल लेक्चर थियो। 24 तारिक सेमिनारै भयो, अनि 25 र 26 चाहिँ स्पेसल लेक्चर थियो, त्यो चाहिँ विद्यार्थीहरूसँगै। अनि त्यसमा चाहिँ अब मलाई खुसी लागेको चाहिँ अघि हाम्रो अमितले भने जस्तै 11 वर्षपछि पहिलो पटक मैले त्यहाँनिर च्याब्रुङको ताल लिपि अध्ययन गरेर त्यो कतिको साइन्टिफिक छ थाहा छैन, त्यो मैले प्रस्ताव गरेको छु। च्याब्रुङको ताल लिपि यो है भनेर गरेको छु, तर अहिले त्यो नेपालमा कहीँ पनि चर्चा भएन। कसैले पनि यो गल्ती पनि भनेन, ठिक छ पनि भनेको छैन। के हो त्यो कालो अक्षर भैँसी बराबर भने जस्तो मात्रै भइरहेको थियो, त्यसको कहीँ थिएन। तर त्यो कुरा चाहिँ सिक्किम युनिभर्सिटीले डिपार्टमेन्ट अफ लिम्बूले चाहिँ बोलाएर त्यो कुरा चाहिँ मैले इन्ट्रोड्युस गर्न पाएँ। त्यो मेरो चाहिँ जीवनको पहिलो खुसी पनि हो। अब त्यो कतिको साइन्टिफिक हुन्छ हुँदैन त्यो त बिस्तारै अब
त्यहाँको विद्यार्थीहरूले प्रयोग गर्दै जाला, त्यहाँको वाद्य वादन एउटा उस्तादहरूले त्यसलाई अध्ययन गर्दै जाला होइन। तर मैले चाहिँ त्यो कुरा पहिलो इन्ट्रोड्युस गर्नु पाएँ, त्यसमा चाहिँ म अत्यन्तै खुसी छु। अब त्यसको बाँकी कुरा चाहिँ अब यो भएन त्यो भएन भन्ने पनि होला, त्यसको लागि पनि छु। फेरि आएन भने फेरि त्यसले विकास पनि हुनु पाउँदैन। अनि मैले भने चाहिँ तपाईँहरूले कहीँ अवैज्ञानिक जस्तो भयो, कहीँ मिलेन जस्तो भने तपाईँ हामी छलफल गर्न सक्छौँ। त्यो तपाईँ हाम्रो सबैको हो। अब हिजो कुनै तरिकाले त्यो म प्रस्ताव गरेँ, ताल लिपिका, साइन सिम्बलहरू, त्यसको चाहिँ सैद्धान्तिक व्याख्याहरू सबै मैले जे जति मैले मेरो नलेजले मेरो तागतले भएकोसम्म त्यति गरेँ। यो फेरि यो सर्वेसर्वा होइन, यो मानकको रूपमा होइन, खालि प्रस्तावको रूपमा है यो चाहिँ। अनि त्यो कतिपय अब ताललाई के भन्ने, ताल लिपिलाई के भन्ने, त्यसमा चाहिँ वाद्य वादन चाहिँ सिद्धान्तमा चाहिँ पल्टालाई के भन्ने, कायदालाई के भन्ने, गतिलाई के भन्ने, काललाई के भन्ने, यस्तो कुराहरू सबै शब्द कैन गर्नुपर्ने चोखुङ शब्दहरू। अनि त्यो पनि बोक्यो बोकेन। जस्तै ताललाई मैले मुक्साङ भने, मुक्साङ भन्ने शब्दले ताललाई बोक्यो बोकेन मैले जानेको व्याख्या गरिदिन्छु। अनि बोकेन भने त्यसलाई थप हामी छलफल गर्न सक्छ। चोखुङ शब्द हो, ताल भन्ने हाम्रोमा छैन, कायदा भन्ने हाम्रो शब्दमा अब पोइन्ट भएन, पोइन्ट भएको छैन, विकास हुन सकेको छैन, गर्दाखेरि हुन्छ। त्यस कारणले यो चाहिँ प्रस्तावै मेरो सबै मैले प्रस्ताव त भनेको छु। अनि अरू कुरा त अब त्यो च्याब्रुङको इतिहास अथवा कुबोकमा गुसामा नाचको इतिहास, अनि त्यसपछि त्यसको प्रयोग, त्यसको हाम्रो मूल्य मान्यता, अनि त्यहाँदेखि च्याब्रुङ कसरी बन्छ, च्याब्रुङ अनि बनाउने तरिका सहित पुरै प्र्याक्टिकल्ली बनाउने सहित पनि त्यहाँनिर भयो। दोस्रो दिन त 6 बजी सकिन्छ होला भनेको बेलुकाको 8 पनि बज्यो। एकदम विद्यार्थीहरू सबै चाहिँ एकदमै चाहिँ ध्यान दिएर उहाँहरूको ध्यान थियो भनौँ न, इन्ट्रेस्ट थियो, इन्ट्रेस्टेड देखिन्थ्यो। अनि यसरी नै च्याब्रुङको हिस्ट्रीदेखि, च्याब्रुङको ताल लिपिदेखि लिएर अनि नाचको मूल चाहिँ यति किसिमको छ, त्यसमा पनि भेरिएसन छ भन्ने व्याख्या दिएर अन्तिममा चाहिँ च्याब्रुङ बनाउने मैले सामग्री यहीँबाट लगेको थिएँ। इभन त्यो झुम्रो, त्यो तानालाई भिजाउने समेत मैले यहाँ लगेको थिएँ। अनि अन्तिममा चाहिँ जोस् अब यो च्याब्रुङ बन्यो, अब यो उतै पो लगेर जाने हो कि भनेर त्यहाँ हाँसी मजा पनि भयो। एकजना हाम्रो मुरिङला सर हुनुहुन्थ्यो, सर यो चाहिँ के हुन्छ भन्नुहुन्थ्यो, यो यतै हो, यो चाहिँ यो पनि यतै, यो चाहिँ यतै भने मैले भनेको थिएँ। अनि अन्तिममा चाहिँ त्यो मलाई बोल्नु दिन दिएका थिए, त्यतिखेर चाहिँ यो चाहिँ यतै भनेर घोषणा गर्नै भुलेछ कि। अनि हाम्रो एचओडी हेड अफ द डिपार्टमेन्ट एबी सुब्बा सरले चाहिँ खै यस्तो चाहिँ भन्नुभयो क्या। त्यो त सबै जिम्मा हो नि, माथि चाहिँ नि अब डिपार्टमेन्ट लिम्बूलाई नै जिम्मा हो नि भनेको। ए हो र, अनि भन्नु भएन र नि, मलाई त थाहा भएन छ। यस्तो पनि हाँसी मजा जस्तो भयो। हजुर, तपाईँको जो सेमिनार गोष्ठी भन्नु होइन, वर्कसप कार्यशाला के भनिन्छ, अब हामीले बुझ्ने चाहिँ त्यसो बुझ्नु भएन। त्यसको 4 समीक्षात्मक लेखहरू सामाजिक सञ्जालमा आए। मैले हिजै बेलुका मात्रै हेरेँ। भन्दै ल्याएपछि च्याब्रुङको केको उत्पत्तिमा केसामी नामसामीको कुरा त्यहाँ जोड्यो। र म आफै एउटा मुन्दुमको विद्यार्थी भएको नाते, होइन बाल कक्षाको विद्यार्थी भएको नाते मैले पढिराखेको छु हगि। तर केसामी र नामसामीको चाहिँ आएको मैले नपाएको हो कि त्यो छ कि हगि भनौँ चाहिँ मैले हाम्रो यो फागो भने वंशावलीमा चित्र वनेमद्वारा सम्पादन गरेकोमा चाहिँ केसामीको छाला काटेर नामसामीले बनाए भन्ने छ। मैले सिधै सोद्धा एकलो पानी लाने पर्छ भन्यो। तर अब के स्रोतको आधारमा त्यहाँबाट त्यसरी त्यो 4 समीक्षात्मक लेख लेखियो तपाईँको त्यो गोष्ठी सङ्ग्रह, यो अलिकति पुष्टि गर्यो। यो बारे आए थुप्रै छलफल, धेरै विषय विस्तार भयो। यो एकदम छोटकरी यो विषय उठ्यो। त्यहाँ विद्यार्थीहरूबाट के उठ्यो भने
अब यहाँ आज हामीले के ज्ञान पायौँ भन्दाखेरि साप्रे र रेम्ब्रीहरूले बनाएको भन्ने ज्ञान पाइयो। तर अहिले हामीले त नि अब तलदेखि पढ्दै आयौँ बिजिटी भन्दो रहेछ होइन, त्यहाँ चाहिँ फेरि केसामी र नामसामीको कथा छ त भनेर त्यहाँ प्रश्न आयो। प्रश्न नआएको होइन, यो कुरा चर्चा भयो। अनि मैले चाहिँ त्यो कुरा प्रश्न पार्दिएँ। त्यो के भने अब पहिलो नम्बर केसामी र नामसामीको त्यो मुन्धुम छ, त्यो घटना नै धेरै पछिको भन्ने छ। तर त्योभन्दा अगाडि च्याबुङ बनिसकेको छ, च्याबुङ बनिसकेको छ। बरु त्यो केसामी र नामसामीको घटना त त्यो चाहिँ नै युम्सामा जोडिन्छ भनेर मैले त्यही कुरा बताएँ। अब तल पढाइ हुँदैछ अब भनेपछि त्यो चाहिँ अब कुनै समयमा ज्ञान अज्ञानमा त्यस्तो हुन सक्ला, स्रोत त्यही भेट्यो त्यही भयो। अब यो चाहिँ अब पाठ्यक्रम विभाग होला, पाठ्य सामग्री बनाउने विभाग होला भन्दाखेरि अब एबी सुब्बाले नै त्यो चाहिँ मलाई सोध्नु भनेर उहाँले आफैलाई पनि चाहिँ त्यति जिम्मा लिनुभयो। त्यसै भन्यो। अब भनेपछि अब त्यो जुन सामाजिक सञ्जालमा आयो त्यो चाहिँ अन्तिम क्लोजिङ सेरोमनीमा एकजना डाक्टर देवचन्द्र केरुङज्यू आउनुभएको थियो। उहाँ चाहिँ नेपालीको लेक्चरर हुनुहुन्छ, प्रोफेसर। अनि उहाँले चाहिँ अब उहाँले जेन्युन कुराहरू राख्नुभयो त्यतिखेर। देवचन्द्र सरले के राख्नुभयो भने एआईको कुरासम्म लानुभयो क्या, एआईको कुरासम्म लानुभयो र नाचलाई हेरेर त्यो नाचको प्रकृतिलाई हेरेर पनि कुन जाति अगाडिको हो कुन जाति पछिको भन्ने कुरा त्यो छ। अनि हाम्रो लिम्बूको प्रायः सबै नकल गरेर नाच्ने पशुपक्षीको नकल गरेर नाचिन्छ। त्यस कारणले हामी कतिसम्मका आदिम भन्ने कुरा त्यहाँबाट पत्ता लाग्छ भनेर जेन्युन कुराहरू उहाँले बोल्नुभयो। अनि अहिले उहाँ चाहिँ नि आफै मुन्धुम अध्ययन एकदम इन्ट्रेस्ट दिएर उहाँ अध्ययन गर्दै हुनुहुन्छ अरे। अब उहाँले त्यो कुरा त्यहाँ लेख्नुभएछ, मैले पनि सेयर गरेँ। तर कथा चाहिँ च्याबुङको उत्पत्तिमा नामसामी र केसामीको। अब उहाँले पहिले त्यही पढ्नुभएको थियो होला, त्यो च्याबुङको नालीबेले त प्राप्त गर्नुभएकै छैन रहेछ, त्यो पनि हो। एकछिन चाहिँ हामीले थोरै मात्र गफ गर्न पाइयो, त्यो चाहिँ उहाँले लेख्नुभएको हो। त्यो चर्चा भयो त, चर्चा भयो। मैले पनि आफ्नो कुरा त्यहाँ किनभने त्यसरी लेखिँदाखेरि रम त पैदा हुँदैन, पछिल्लो पिँढीमा त्यहाँको विद्यार्थीहरूले महसुस गरेर प्रश्न उठाए नि, त्यसमा चाहिँ एबी सुब्बा छ त्यहाँको एचओडी। त्यो चाहिँ अब हामी अब त्यति उठिसकेपछि देवचन्द्रले त्यो आफ्नो त्यो सार समीक्षात्मक लेखमा त्यो नलेख्नु पर्थ्यो केसामी नामसामी। तर उहाँले त्यो सेमिनारमा होल्ड बस्नुभएको थिएन, ठ्याक्कै त्यो क्लोजिङ सेरोमनीमा एउटा चिफ गेस्टको रूपमा आउनुभयो। त्यो अगाडिको वर्कसपमा अगाडिको त्यो लेक्चरमा उहाँ सहभागी हुनुहुन्न थियो, त्यसो पनि भयो। अन्तिमको मेरो अनुभव चाहिँ त्यहाँको नानीहरूको अनुशासन, उनीहरूको जुन ध्यान दिने तरिका, नानीहरूको जति पनि विद्यार्थीहरूको हामीले सिक्नुपर्ने जस्तो देखिन्छ क्या। उहाँहरूको काम गर्ने शैली हाम्रो यतातिर निकै कम्ती हो कि जस्तो देखिन्छ। तर त्यो पनि त एउटा अनिवार्य चिज हो नि। अनुशासन, काम गर्ने शैली, तौर तरिका, चालचलन यति सुन्दर है। त्यो अब हाम्रोमा यता निकै कम भेटिन्छ, छँदै छैन भन्ने होइन, कम भेटिन्छ। र उहाँहरूले साह्रै ठुलो पद भनौँ, सम्मान भनौँ होइन, इच्छा त नभएको होइन, प्रोफेसर हुने, भिजिटिङ प्रोफेसर हुने इच्छा चाहिँ नभएको होइन। जीवनमै मेरो त्यही नै उद्देश्य थियो। तर अहिले उहाँहरूले मलाई भिराउनु भएको छ, टाउकोमा राखिदिनु भएको छ भिजिटिङ प्रोफेसर भनेर। अब त्यहाँ जानुभयो, योसँग सम्बन्धित कुरामा चाहिँ अब त्यहाँनिर तपाईँले दिँदै गर्दाखेरि होइन, उपस्थित विद्यार्थी चाहिँ कति थियो त्यो पनि यसो सुनौँ। विद्यार्थी त त्यहाँ सीमित हुन्छ, कोटा सिस्टम हो। फर्स्ट इयर सेकेन्ड इयर भनौँ न, फर्स्ट इयरमा 2टा सेमेस्टर, सेकेन्डमा 2टा सेमेस्टर हुन्छ। त्यहाँ त विद्यार्थी त कोटा हुन्छ, कोटामा भेट्नु पऱ्यो। त्यो फेरि माथि सेन्ट्रलले लिँदो रहेछ। त्यहाँ त कोटामा जति कोटा हो त्यहाँ हेर्दाखेरि 25-26 जना विद्यार्थी दुइटै गर्दाखेरि। त्यसमा फेरि अरूको पनि कोटा त्यहाँ नआएपछि त्यो त ल्याप्स हुन्छ, जाँदो रहेछ। कोटा जति कोटा त्यहाँ कोटा धेरै हुँदाखेरि विद्यार्थी धेरै आउने रहेछ कि।
अरूमा पनि पढाइ भइरहेछ फेरि त्यहाँ सिक्किम युनिभर्सिटीमा मात्रै होइन अल्पाइन कञ्चनजङ्घा त्यता स्टेट युनिभर्सिटीमा पनि पढाइ भइरहेछ फेरि लिम्बू त्यता पनि एमएसमा पढाइ हुन्छ यता पनि तर यता चाहिँ कोटा सीमित फेरि त्यो त फेसिलिटी बढी यस सिक्किम युनिभर्सिटीमा त्यसैले विद्यार्थी त्यहाँ आउँछ तर कोटा थोरै भएकोले अनि दुइटै गर्दाखेरि 25-26 जनाको सङ्ख्यामा मैले अन्तमा सिक्किम युनिभर्सिटीका प्रोफेसर डाक्टर भिसी ज्योति प्रकाश तामाङज्यू कल्चरल सेमिनारको प्रमुख अतिथि डिप्युटी स्पिकर राजकुमारी थापाज्यूलाई म सम्मान व्यक्त गर्दछु। त्यसै गरी रेक्टर ज्यू पनि हुनुहुन्थ्यो उहाँलाई पनि म सम्मान व्यक्त गर्दछु। र त्यसपछि हेड अफ द लिम्बू डिपार्टमेन्ट अफ लिम्बू एचओडी एबी सुब्बाज्यूले मलाई बार सम्पर्क गरेर बार यो समयमा यसरी यो सबै कुरा सम्पूर्ण कुरा मलाई सजिलो हुने गरी सबै कुराहरू बताएर यहाँसम्म मुख्य सम्पर्क व्यक्तिको रूपमा हुनुहुन्थ्यो। उहाँलाई सम्मान र मुरी धन्यवाद। त्यसै गरी त्यहाँका एसोसिएट प्रोफेसर बलमुरिङ्गा सरलाई एउटा अग्रज अभिभावक उहाँ हुनुहुन्छ उहाँलाई म सम्मान व्यक्त गर्न चाहन्छु। त्यसपछि डिपार्टमेन्ट अफ लिम्बूका स्टाफ लेक्चरर मुगित मुरिङ्गाज्यू त्यसै गरी लेक्चरर अमर लिम्बूज्यू र त्यसै गरी लेक्चरर सोहाङमा याक्पुमा लिम्बूज्यूलाई पनि उहाँहरूलाई हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्दछु। र होल सिक्किम युनिभर्सिटी सेन्ट्रल डिपार्टमेन्टकै एउटा एक किसिमले उसको सहयोग होला मेरो विचारमा। र यता यो कार्यक्रम हुनको लागि यो स्पेसल लेक्चर च्याब्रुङको विषयमा हुनको लागि जुन हेड अफ द डिपार्टमेन्ट अथवा भिसीको पनि भिसी ज्योति प्रकाश तामाङज्यूको सल्लाह सहयोग रहेको भन्ने मैले थाहा पाएँ। उहाँलाई पुनः फेरि धन्यवाद। र अन्तमा यसरी मलाई बोलाएर उहाँले जुन आफ्नो कुरा आफ्नो ज्ञान त्यहाँ तपाईँहरूले दिनु पऱ्यो भनेर जसरी मलाई बोलाउनुको सिक्किम युनिभर्सिटी र सम्पूर्ण परिवारलाई म धन्यवाद दिन चाहन्छु। उपस्थित उहाँहरूको रिसोर्स पर्सनहरू सहभागी सम्पूर्ण विद्यार्थीहरूमा आशीर्वाद र रिसोर्स पर्सनहरूमा सबैलाई धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। यसरी मलाई बोलाएर उहाँले जुन आफ्नो कुरा आफ्नो ज्ञान त्यहाँ तपाईँहरूले दिनु पऱ्यो भनेर जसरी मलाई बोलाउनुको सिक्किम युनिभर्सिटी र सम्पूर्ण परिवारलाई म धन्यवाद दिन चाहन्छु। Subscribe now and press the bell icon. Never miss an update.